नमस्ते सबैजनालाई। म चाहिँ आज काम सकाएर हैन दिनभरिको मेलो सकाएर अनि रुममा आएर बुढा र बुढी खाना खाएर अनि घर नजिकैको पार्क छ यहाँ हैन अनि पार्कमा फ्रेस हुनको लागि आएको है। अनि साँझको यो चिसो हावा अनि अहिले पोयमको फुल फुल्ने सिजन हैन यो देख्नुहुन्छ हैन। यसको सुगन्धले दिनभरिको थकाइ अनि स्ट्रेसलाई चाहिँ यस्तो मजासँग हटाउन हेल्प गर्दो रहेछ हेर्नुस्। त्यसैले जति पनि साथीभाइहरू विदेशमा हुनुहुन्छ नि 10 मिनट 15 मिनट आफूलाई कति टाइम दिन सक्नुहुन्छ साँझमा घर नजिकै निस्किनु होला। स्ट्रेस चाहिँ मुक्त हुनु होला। थकाइ लागेको हुन्छ थकाइ पनि मेटाउन चाहिँ हेल्प गर्दो रहेछ के यो चाहिँ सुगन्ध यस्तो राम्रो अनि साँझमा चिसो हावा यस्तो सरर फ्रेस भइँदो रहेछ। विदेशमा आइसकेपछि चाहिँ हरेक कुराको ख्याल गर्नुपर्ने हुन्छ। त्यही भएर सबैजना स्वस्थ रहनुहोस् मस्त रहनुहोस् है त। धन्यवाद।